आजको मिनी ब्लगको सुरुवात चाहिँ मेरो छोराको फेसबाट हुन्छ। मेरो छोरालाई देखाएर सो सबैजनालाई फेरि पनि स्वागत छ मेरो मिनी ब्लगमा। अनि मलाई चाहिँ के एकदम राम्ररी बन्न मन लाग्छ कि बुढो घरमा नभएको बेलामा। बुढो घरमा भएको बेला खालि झगडा मात्रै हुन्छ, उहाँले मतिर ध्यान पनि दिनुहुन्न। अनि मेरो बुढा चाहिँ टाढा गएपछि मलाई 7 चोटि फोन गर्नुहुन्छ र मलाई देखेर एकदम खुसी हुनुहुन्छ। ए माया गर्छ हालानु फलानु भनेर भन्नुहुन्छ, तर नजिक हुँदाखेरि उहाँले यस्तो वास्तै गर्नुहुन्न। तर पनि केही छैन, टाढादेखि भए पनि आई लभ यु सो मच मेरो प्यारो मायालुलाई। अनि यति राम्रो पप्पी चाहिँ कसको हो भन्नुहुन्छ, हाम्रो घरदेखि हल्का अगाडि छिमेकी उनको चाहिँ यस्तो राम्रो पप्पी थियो। अनि ऊ चाहिँ बिहानै हाम्रो घरतिर आएको थियो। अनि मलाई चाहिँ एकदम मनपर्छ नि त पप्पीहरू त। अनि उसको नाम पनि राखिदिएको थिएनन् र मैले उसको नाम जेम्स राखिदिएको छु। कस्तो लाग्यो तपाईँहरूलाई नाम चाहिँ कमेन्ट गरेर भन्नुहोला। अनि त्यसपछि चाहिँ हामी रमाइलो गरेर चाहिँ टिकटक बनायौँ। मेरो छोराले पनि यस्तो राम्रो नाच्छ कि, अनि मेरो छोरा पनि हल्का फुल्का नाच्यो। अनि उसको पनि हल्का फुल्का भिडियो बनाइदिए। ओके, आजको लागि चाहिँ यति नै। अरू भिडियोको लागि चाहिँ भोलि लक्कै बाई साथीहरू।